भगवान श्रीकृष्णको कृपा तपाईको जीवनमा प्राप्त गर्नको निमित्त तपाईलाई कसको आवश्यकता पर्छ? गुरुको आवश्यकता पर्छ। अब यो सुन्दा अजीब लाग्न सक्छ, तपाईलाई अनौठो पनि लाग्न सक्छ। कतिजनाले भगवान श्रीकृष्णलाई जीवनभर हैन जीवनभर के बाँचुन्जेल यस्ता जन्मौं जन्म तपाईले श्रीकृष्णको भक्ति गर्नुहोस्, कृष्णप्रति पूर्ण समर्पण हुनुहोस्, तर पनि तपाईको जीवनमा भगवान श्रीकृष्णले तपाईलाई केही दिनको निमित्त तपाईलाई गुरुको जरुरत हुन्छ। त्यो पनि फिजिकल गुरु, भौतिक गुरु, जो चाहिँ शरीर धारण भएको गुरु चाहिन्छ। अब यसको पूर्णता अथवा यसको वास्तविकता, यसको चुरो यथार्थ हैन, चुरो कुरा चाहिँ के हो भन्दाखेरि तपाई अहिले कुनै पनि कुरा रिसिभ गर्नको निमित्त तपाई भित्र योग्यता र पात्रता चाहिन्छ कि चाहिँदैन? तपाई मन्दिर जानुहुन्छ, मन्दिर जाँदैमा तपाईले भक्ति गर्नुभयो भने यसलाई 100% हामीले कन्फर्म भएर मन्दिर पुग्नुभयो अथवा दर्शन गर्नुभयो, तपाई व्रत बस्नुभयो, यतिकैमा तपाई पूर्णतया आध्यात्मिक हुनुहुन्छ अथवा तपाई भित्र त्यो योग्यता छ भन्न मिल्छ है? मन्दिर जाने सबै व्यक्ति भित्र त्यो योग्यता पात्रता आउनै पर्छ भन्ने छ? मन्दिर जाँदैमा अथवा कुनै पनि भगवान प्रति तपाई भगवानको पूजा आजा गर्दैमा तपाई त्यो योग्य नहुन सक्नुहुन्छ। योग्य हुनु भने चाहिँ के हो हैन? मभित्रको योग्यता, मभित्रको पात्रता कसरी निर्मित हुन्छ है? म लायक कसरी बन्न सक्छु? अब लायक बन्नको निमित्त चाहिँ पहिलो कुरा चाहिँ म प्रज्वलित हुन आवश्यक हुन्छ है। अब प्रज्वलित भनेको तपाई निभेको बत्ती लिएर तपाई संसारको जुनसुकै कुनामा जानुस्, जहाँसुकै दौडिनुस्, भाग्नुस्, जतिसुकै प्रार्थना गर्नुस्, कृष्णको, भगवानको, भगवान श्रीकृष्णको, भगवान शिवको, सारा देवी देवताहरूको कृपा यदि तपाईमाथि छ भने पनि त्यो निभेको बत्ती बल्दैन। त्यसको लागि भौतिक कसैको बलेको बत्ती नै चाहिन्छ, ताकि तपाई निभेको बत्तीलाई बाल्नको लागि, प्रज्वलित गराउनको लागि तपाईलाई अर्को बत्तीको सहारा लिनै पर्छ है। यदि तपाई लिनु भएन भने तपाईलाई भ्रम हुन सक्छ है। म धार्मिक हुँ, म आध्यात्मिक हुँ भनेर अहंकार बढ्न सक्छ। म खुब धेरै भगवानको भक्ति गर्छु, पूजा गर्छु, म जतिको कोही पनि छैन होला हैन। यो दिग्भ्रममा पर्न सक्छौं, हामी दिग्भ्रमित बन्न सक्छौं। म कतिजनाले त प्रश्न सोध्दा म साईको ठुलो भक्त हुँ, कतिजनाले म भगवान श्रीकृष्णको ठुलो भक्त हुँ, कतिजनाले भगवान शिवको म असाध्यै ठुलो भक्त हुँ है। भक्तले कहिले पनि यो भाषा बोल्दैन। यदि भक्ति जन्मिएकै छैन भने मात्र यो आउँछ, किनभने भक्तले कहिले पनि म ठुलो भन्नै सक्दैन, भन्न सक्छ? त्यो आउनै सक्दैन, आउँदैन। ठुलो त्यसले देख्छ जो अहंकारी छ। ठुलो देख्नु भने के हो? नहुनु हो नि त, यथार्थ होइन त्यो वास्तविकता पनि हुँदै होइन। त्यसकारण अहंकारको भाषा हो यो। र गुरुले यो ब्रह्माण्डसँग हामीलाई जोड्ने काम गर्नुहुन्छ। त्यसकारण हामीलाई जीवित गुरुको आवश्यकता पर्छ। जीवित गुरु नभए तपाई अहिले जसरी जोडिनु भएको छ, तपाई जुन प्राकृतिक रूपमा जोडिनु भएको छ त्यही मात्रै हो। जस्तो प्रकृतिले आफ्नो उपयोगिताको निमित्त, जस्तो यो संसार चलाउनको निमित्त जुन रूपमा तपाई जोडिनु भएको छ त्यही रूपमा मात्रै हो। तर गुरुले तपाईलाई अधिक रूपमा जोडिदिनुहुन्छ, ताकि तपाईको कुरा पनि प्रकृतिसम्म पुग्छ र प्रकृतिको कुरा पनि तपाईले प्राप्त गर्नुहुन्छ। ओम गुरुको कुरा पनि तपाई रिसिभ गर्नुहुन्छ र आफ्नो कुरा पनि ओम गुरुलाई तपाई पठाउन सक्नुहुन्छ।